यो यत्रो बाढी पहिरो कसरी आयो भन्दाखेरि पनि अचम्मको कुरा छ के। र चाहिँ अब यत्रो पानी पनि आएको छैन र यत्रो पानी माथिबाट जम्मा भएर पनि एक्कासी कसरी आयो भन्ने पनि एउटा पहाड जस्तो ठाउँमा त्यो पनि आश्चर्यजनक छ के। र चाहिँ चाइनाको बोर्डर नजिक नै हो यो सारा घटना घटेको होइन। र बाढी आउँदो क्रममा चाहिँ न कसैले भाग्ने मौका पाए न कसैले सोच्ने मौका पाए। सैकडौँ घरहरू, सैकडौँ गाडीहरू, ठुला ठुला पुलहरू, एकदमै हाम्रो नेपालको सबैभन्दा कालो दिन हो क्या। बुधबारको दिनमा यो घटना घटेको हो। र चाहिँ यो घटना भनेको चाहिँ रसुवाको ठाउँमा त्रिशुली नदीको एकदम ठुलो बाढी पहिरो आएर एकदमै हजारौँ मान्छेभन्दा बढी नै मरेका छन् र कतिपयको लासलाई उद्धार पनि गर्दैछन् र कतिपयको लासलाई पहिचानमा ल्याउन पनि गाह्रो छ। र चाहिँ कतिपयका लास त भेटिनु नै भेटिएका छैनन् कि सायद यो चिनले छोडेको ड्याम हो भन्छन् होइन। सरकारले पनि अलर्ट जारी गरेको छ, आफ्नो सुरक्षा आफै गर्नुहोस्। यहाँ चाहिँ निकै गाह्रो छ। गोर्खामा, नुवाकोटमा गोर्खा हुँदै गर्दाखेरि सबै चिजमा चाहिँ अलर्ट जारी गरेको छ र खोलादेखि टाढै रहनुहोस् भनेर।